तपाई विश्वास गर्नुहुन्छ? मन्त्री बनेको मात्र 13 दिनमै पद गुमाउनु पर्यो। आखिर के भयो यस्तो जसले गर्दा यति ठूलो निर्णय लिनु पर्यो? मन्त्री बनेको 13 दिनमा नै श्रममन्त्री दीपक कुमार शाहको पद चेट भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई पदबाट हटाउन भन्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखे। लगत्तै प्रधानमन्त्री बालेन शाहले श्रम मन्त्रीलाई पदबाट निष्कास गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले फिर्ता बोलाउने अर्थात् राइट टू रिकलको व्यवस्था प्रयोगमा ल्याएपछि यतिबेला वाहवाही भएको छ। सोही व्यवस्था अनुसार रासोपाले 13 दिन अघि मात्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका दीपक कुमार शाहलाई फिर्ता बोलाएको हो। मन्त्री शाहले बहालमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेका थिए। त्यसबारे रासोपाको अनुशासन आयोगले अध्ययन गरेको थियो। आयोगको अध्ययनपछि पार्टीलाई सोही अनुसार कारबाहीका लागि चैत्र 25 गते सिफारिस गरेको थियो। राजसोपा विधानको धारा 254 क ले पार्टी सभापतिलाई पार्टीको आदर्श सिद्धान्त र मर्यादामाथि आचाउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा 69 मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था रहेको छ। पार्टी सभापति रव लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै यस्तो पत्र लेखेका थिए। सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार विषय सिफारिस सम्बन्धमा प्रधानमन्त्रीज्यू उपरोक्त सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार शाहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको बेहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारबाहीको लागि मिति 2082 चैत्र 25 गते पत्र प्राप्त भएको जानकारी गराउँदछु। यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ। पार्टी विधानको धारा 254 क ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा 69 मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन अर्थात् राइट टू रिकल्स गर्न सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु। केन्द्रीय अनुशासन आयोगबाट प्राप्त पत्रको छायाप्रति यसै साथ संलग्न गरिएको छ। रव लामिछाने सभापति मिति 2082 चैत्र 26 गते। अब कुरा गरौं, मन्त्री बनेपछि उनले के काम गर्न खोजेका थिए? के वास्तवमै सुधारको प्रयास थियो? आउने बित्तिकै मैले चाहिँ केही अब हामीले कुरा गर्दाखेरि मैले सबभन्दा पहिले सबै साथीहरूलाई के गरे सोध्या थिए भने हामीले तत्काल के गर्न सक्छौं जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिएका श्रम रोजगार र सामाजिक सुरक्षाका समस्याहरूलाई हल गर्न सक्छौं जुनमा उनीहरू दुखी छन्। त्यो सल्भ भएर तत्काल राहत हुने कुराहरू छन् त उहाँहरूको पनि सल्लाह सुझाव बुझियो र सबभन्दा पहिले त्यही भएर हामीले टोकन व्यवस्था खारेज गरेका हौ। किनभने टोकन व्यवस्थाले गर्दाखेरि दुःख दिने मान्छेहरूले पहिले नै रिजर्भ गरेर राख्ने र त्यो बापत चाहिँ 1000-15,000 रुपैयाँको त्यो ट्रेड गर्ने चलन रहेछ र त्यो पनि एकदम ठूलो सिन्डिकेट रहेछ। हैन, त्यो हटाएर हामीले के छ भने जनतालाई चाहिँ एक दिनमै श्रम रोजगार के यो श्रमिकहरूलाई जो जान चाहन्छन् उनीहरूलाई एक दिनमै अनलाइन व्यवस्था गरेर एक दिनमै बिना टोकन व्यवस्था गरेर खुला गरेका हौ हामीले। त्यसकारणले पहिलो काम चाहिँ त्यही हामीले सुरुवात गर्नुको कारण नै त्यही हो। दोस्रो कुरा भनेको हामीले चाहिँ 100 वटा अब 100 वटा हामीलाई यो जुन यो सरकारको चाहिँ 100 वटा प्रायोरिटी कार्यक्रमहरू छन् त्योमा हाम्रा हेर्दाखेरि सरसर्ती कसैले बाहिरबाट हेर्यो भने धेरै कुरा नपरे जस्तो लाग्छ, तर हामीले त्योबाट चाहिँ टन्नै कुराहरू निकालेछौं र त्यही अनुसारले नै हामीले पहिलो दिन नै चाहिँ हामी कुन डाइरेक्सनमा जाँदैछौं कता पुग्दैछौं भनेर एउटा क्ल्यारिटी चाहिँ दिने प्रयास गरेका थियौ तपाईहरूलाई नोटिसबाट र त्योमा चाहिँ पहिलो चाहिँ त्यो थियो। दोस्रो चाहिँ के छ भने तालिमहरूलाई हामीले डिजिटल बनाएर अनलाइन कोर्सको माध्यमबाट हुन्छ र त्यसको परीक्षा पनि लिनु पर्यो कि फेरि स्किल दिएर मात्र भएन, ओ चेक पनि हुनु पर्यो कि अनलाइन यति समय यसले भिडियो हेरेछ कि छैन। यदि मानौ कि हामीले 15 घण्टाको चाहिँ पुरै कोर्स बनाएका छौं भने यदि बनाउने डाइरेक्सनमा छौं है, अहिले बनाइसकेका छैनौं, बनाउने डाइरेक्सनमा छौं र हामी त्यो तपाईहरूसँग पनि सल्लाह लिँदैछौं के
अनलाइन यदि कोर्स 15 घण्टाको हो भने उसले एटलिस्ट 14 घण्टा चाहिँ हेरेको छ कि छैन अनि मात्र सर्टिफिकेट चाहिँ अनलाइनबाट जेनेरेट हुने हो। र त्यति भएर मात्र हुँदैन, उसको चाहिँ स्किल चाहिँ टेस्ट पनि हुनु पर्यो इन पर्सन, र त्यसपछि अर्को भनेको 1-2 घण्टाको ओरिएन्टेसन पनि हुनु पर्यो। के स्टिल उसलाई कुनै कन्फ्युजन छ भने उसले सोध्नु पर्यो के र हाम्रो यो त्यो फ्री हुनु पर्यो। त्यो सरकारको रेस्पोन्सिबिलिटी हो कि हाम्रो जनताहरू जो चाहिँ श्रमिक भएर रेमिटेन्स जो 1/3 हाम्रो के भन्छ बजेटको चाहिँ अहिलेको स्थितिमा जुन श्रमिककै पैसाबाट हाम्रो देश चल्या छ, वैदेशिक रोजगारको श्रमिकको पैसाबाट हाम्रो रेस्पोन्सिबिलिटी हो उहाँलाई सहजता प्रदान गरिदिने, फ्यासिलिटेट गरिदिने र सजिलो बनाइदिने होइन। त्यही अनुरूप नै हामीले पिडिओ ट्रेनिङलाई चाहिँ अनलाइन डाइरेक्सनमा लगेछौं र त्यो अझै सहजीकरणको लागि अहिले चाहिँ जुन 2100 बनाइएको पिडिओ ट्रेनिङलाई चाहिँ हामीले पुनः 700 रुपैयाँमा झारेका छौं। अब सबैभन्दा महत्त्वपूर्ण कुरा श्रम, तलब र सिस्टमको वास्तविक समस्या के हो। अर्को भनेको एकदम इम्पोर्टेन्ट मेरो कन्सर्नको विषय थियो, किनभने म त हेल्थ ब्याकग्राउन्डको मान्छे होइन। मैले भर्खर 1-1.5 वर्ष पहिले 2 वर्ष पहिलेको नर्सिङ आन्दोलन चाहिँ देखेको मान्छे। के अब नर्सिङ आन्दोलनमा के देखियो भने सबैजनाले आन्दोलन चाहिँ एकदम व्यापक देशभर नै भयो, एकदम व्यापक रूपमा प्राइभेट मेडिकल कलेजका मान्छेहरूले। अब केही भिडियोहरू पनि आए, त्यो त्यति राम्रो सुहाउने देखिएको थिएन। अनि जति आन्दोलन गरे पनि अन्तिममा सहमति चाहिँ 20,000 मा रहेछ। त मैले सबभन्दा पहिले हाम्रो महाशाखा प्रमुखहरूलाई के भने हामीसँग तहगत फिक्स गर्ने व्यवस्था छ कि छैन, मतलब अधिकृतलाई दिइराछ भने अधिकृतलाई रिक्रुट कसैले गरिराछ भने अधिकृतको स्यालेरी दिनु पर्यो, उपसचिवलाई दिइराछ भने उपसचिव दिनु पर्यो। तपाईहरूको फिल्डमा पनि त्यस्तै हो होइन? यदि तपाई पत्रकार हो भने तपाईलाई यदि उपसचिवको पोजिसन दिएछ भने तपाईले उपसचिवको सेवा सुविधा पाउनु पर्यो, अधिकृतको दिएछ भने अधिकृतको सेवा सुविधा पाउनु पर्यो, र त्यो इन्स्योर गर्ने काम चाहिँ यही मन्त्रालयको हो। त पहिलो कुरा त सबै साथीहरू शान्त भए, बोलेनन् केही पनि होइन। नबोलेपछि फेरि मैले सोधे, अब यदि हामी बोल्दैनौ यसको बारेमा भने यो मन्त्रालय किन राख्नु पर्यो त? अनि हाम्रो सचिवजुले एकदम राम्रो तरिकाले के बोल्नुभयो भने अहिलेसम्म मन्त्रालयले त्यो डाइरेक्सनमा सोचेकै रहेनछ। हामीले न्यूनतम पारिश्रमिक मात्र तोक्ने गरेका छौं, 19,550 होइन, न्यूनतम पारिश्रमिक मात्र तोक्ने गरेका छौं र त्यो अनुसारले हामी डेको निकाल्या छौं, आवरको निकाल्या छौं होइन, अरु केही गर्या छैनौं। अब हामी त्यो डाइरेक्सनमा सोच्नुपर्छ। त मैले तुरुन्तै के भन्या छु भने सचिवजुलाई छिटो भन्दा छिटो यसको चाहिँ कुन पोलिसी ल्याउने हो, कसरी ल्याउने हो, यसको स्ट्यान्डर्ड बनाउने हो कि यसको कार्यनीति बनाउने हो कि जे हुन्छ पोलिसी व्यवस्था हामी चाहिँ बोल्नु पर्यो। म अब नर्सिङ एक्जाम्पल लिएको हुनाले एउटा पिसेल नर्सले चाहिँ 5औं तहको स्यालेरी पाउनु पर्यो। मेडिकल कलेजले के भन्छ त्यो मलाई थाहा छैन, तर मेरो विचारमा श्रम मन्त्रालयले के बोल्नु पर्यो भने पाउनु पर्छ। ब्याचलर नर्सिङ गरेको मान्छेले अधिकृत स्तरको स्यालेरी पाउनु पर्यो। मास्टर्स गरेको यदि तपाईले टिचर लेक्चररको रूपमा उसले रिक्रुट गरिराछ भने उसले उपसचिव लेभलको तलब पनि पाउनु पर्यो, पद पनि पाउनु पर्यो, मर्यादा पनि पाउनु पर्यो। हेप्न भएन, चाहे त्यो डाक्टर होस्, नर्स होस्, प्यारामेडिक्स होस् या जो होस्, ऊ सबैलाई सम्मान व्यवहार गर्नुपर्छ, किनभने श्रमको चाहिँ सम्मान हो, यो श्रमको सम्मान हुनुपर्छ। त्यो र अर्को कुरा हामीले अर्को डाइरेक्सनमा पनि कुरा चलाएका छौं, धेरै कुराहरू। अब मैले एक दिनमै धेरै कुराहरू त्यहाँ गर्या छु के हाम्रो मन्त्रालय चाहिँ अहिले चाहिँ एकदम त्यो प्यानिक मोडमा भने पनि हुन्छ, एकदम स्पिडमा छ भने पनि हुन्छ होइन। हामीले पार्ट टाइम वर्करलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि गरेका छौं होइन। त यो धेरै कुराहरू गरेको हुनाले उहाँहरूको आफ्नो तरिकाले कामहरू चलिरछन्। हामी छिट्टै नै तपाईलाई यति विश्वास दिन चाहन्छौं, पार्ट टाइम वर्करको पे स्केल कति हुनुपर्छ, किन हामीले त्यो कमिटीलाई बोलाएर समेत मैले कुरा राखिसके। कमिटीमा चाहिँ अन्योलता छ के कमिटीमा अन्योल त्यो फिक्स गर्ने कमिटी छ। हामीले त तोक्या छौ आवर बेसिसमा भनेर 07 रुपैयाँ भनेर मलाई जानु भएछ। दिनको 700 कति छ होइन, त्यसले चाहिँ सोलुसन गर्छ भनेर कुरा उहाँले राख्नु भएको छ। म सटिस्फाइड छैन त्यो कुरामा।
म यसको लागि सेपरेट कार्यविधि बनाउनु पर्छ, पार्ट टाइम वर्करको लागि होइन। यदि कुनै कफी सपमा कुनै विद्यार्थीले 2 घण्टा काम गर्छ भने उसको पे कस्तो हुनुपर्छ होइन। मलाई चाहिँ म पढिरहेछु, काम पनि अर्को ठाउँमा गरिरहेछु, तर स्टिल मलाई 3 घण्टा काम गर्न मन छ। रातिर भने मैले कति पे पाउनुपर्छ त्यो मलाई जानकारी हुनु पर्यो। यो भन्दा कम उसले श्रमिकलाई दिन मिल्दैन भन्ने कुरा चाहिँ त्यो स्ट्यान्डर्डमा चाहिँ मन्त्रालय क्लियर हुनुपर्छ होइन। त्यो कुरामा चाहिँ मन्त्रालय चाहिँ क्लियर हुनुपर्छ। अब दिने नदिने कुरा पछि मोनिटरिङ इभ्यालुएसनको कुरा हो यो। तर मलाई सोध्नुभयो भने मन्त्रालयलाई सोध्नुभयो भने मन्त्रालयलाई जानकारी छैन, मलाई थाहा भएन, हामीलाई केही थाहा छैन भनेर यदि भन्छ भने मन्त्रालयले काम गरिरहेको छैन भन्ने बुझ्नुपर्छ। अब तपाईको विचार के छ? यस्तो निर्णय सही हो कि गलत? कमेन्ट गरेर आफ्नो धारणा जरुर दिनुहोस्।